पूजा गरेर भात बसाउँदै वन्दना आन्टी त आफूले सुनिँदैन झाडु पोछा गर्छु यहाँ झाडु पोछा पूजा गर्दै थियो उठ्यो होइन अनि उसको दुःख मानेर रुँदै थियो यसो गरेर मलाई देख्यो है छिटो न भनेको त्यो नरी त्यति नि दाइ मेरो पूजा सक्यो यता पनि यसलाई नै याद गर्दै कता उठेर यहाँ तल निस्किजान्छ भनेर त्यो ढोका लाउनु पनि मेरो मन मानेन अनि पछि म झाडु पोछा सकेर माथि जाँदाखेरि रुँदै थियो फेरि मैले झाडु ओछ्यान उठाउनु थालेँ बोल्दै त मलाई खिसे गर्दै मेरो खुट्टामा गर्दै खुसी मसँग बोल्ने Oh, Inat? Huh? मसँग बोल्ने न Huh? Kasta ज्ञानी पो छ त नि हाम्रो Inat. अर्को एउटा पनि खाने लाग्छ निरजबाट म गर्दाको कति बेला सुत्नु भयो मैले बोलाउँदै थिएँ 10 बजे दिन्थे जहाँ कोहीले बोलाएको पनि सुनिँदैन तल त एउटा मिसिने एउटा यहाँ आधा ठाउँ यो बिसाको Dulu tuh kop dagi ke Python itu. Hah? यहाँ चाहिँ पोक्सालिन अलिकति जानेको आए nikah ada pukul sikana jasuh pukul gora nantang itu nantang nantang juga kan cuma didangin dengan orang tanah malam hari di siang tuh kalau gor tidak mana di sini saru tidak tidak परिवार भन्दा त aku बच्चा र खानाको लागि ठुलो आवश्यकता खाना खुसीलीमा खोइ न घोडा टेकाउनु कि मुगा बरु कहिले कमाउन बाँकी मुगा उक्सान यारी हजुर माइलिया नानी खुरी छ ढङ्गला मुगा माइला हुनु भने उक्सान नानी खुरी नै Kadang nggak percuma. Itu tadi. Amazing. Itu ilana dong sangat itu. Rum pecahan. Di adik hisut. Rum macam aku kan bayi namanya sih. Oh. Lu mana? Kali kain nasa dulu punya Dina punya. Mapa kami kuy. Men आता के थोड़ा किंभरी कानम में के किंभरी नमक खाती नी के का जम बिस्कुट खाना ना था पहले खाने नमक पियो ये माता का म पढ्दै गर्दा मेरो माता तो मा कुछ हो जे ना को निमा मुगा जे nga cái pe ku nga na tu ko thot nya ti ma nga do nga do thoni puti no na kim na pli ni ko nang ko ta be no na chana met ana ko I le thmen chin ti wa rong bom thang do te phong sin lu that me la दिन न खोइ तपाईँ रात निकालेर 20 रुपैयाँले एउटा 10 रुपैयाँले हेरेको छ अनुहार ए हो र
कतिले हेर्नुपर्ने होइन छैन हामी त्यस्तो मतलब राख्दैनौँ होइन हामी त्यस्तो मतलब राखिँदैन होइन बाबुजी हामी त्यस्तो मतलब राखिँदैन नि त हाम्रो घरमा फेरि नयाँ सदस्य खाने खाइदिनु न नयाँ सदस्यको आगमन है स्वागत छ दही यहाँदेखि राम्रो होइन यसको क्या नाना यो रिया गर्छ त नि म जस्तो त जस्तो खाएको छैन छक छ त खाङ्गे हाम्रो नानालाई त तर हामी त अहिले आउँछौँ सोल्टिनी भेना सोल्टिनी भेना हुन्छ बाई 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 शुभु 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 ल हामी चाहिँ हस्पिटल गाईघाटमा छौँ हाम्रो घरमा नयाँ सदस्यको आगमन भइसकेको छ साथीभाइहरू तपाईँहरूले पनि बधाई दिनुहोस् बधाई नयाँ सदस्य है त हजुर साँच्ची है कस्तो क्या यस्तो सानोमा इराती त्यो इरातीको उसको अनुहार इरातीको फेरि सुतिरहनु रुमालको स्वागत छ सिलिहोङ तपाईँलाई यो हाम्रो तङमालुङ परिवारमा ओहो है नि कति ज्ञानी हो खोइ आनन्द जाम भन्दैछ बाउ भइसकेपछि के त गर्नु पर्यो त है दाजु होइन त खोइ तेरो अनुभव नै बताइनस् यहाँ म यत्रो सोधिरहेको छु यहाँ तेरो इन्टरभ्यू लिइरहेको छु तेरो अनुभव बता भन्दैछु कस्तो भयो सुल्टिनी यहाँ मलाई पनि दिनु त देव पो त नि सानो देव पो त सानो सिली हो सल्पा हाम्रो भाइ होइन हजुर हजुर
अनि भाउजू पहिलाको जस्तो त छैन त परको जस्तो नि होइन भाउजू होइन परको कोठा जस्तो त छैन नि त सोल्टिनी साह्रै शर्मिन्दावाला हाम्रो सोल्टिनी हाम्रो कसले पाउने हो भाग्य मान्छे लास्टै भाग्य मानी सोल्टिनी हल्का रमाइलो गाईघाट पुगेर आएको बसन्तीले लास्टै माया देखाइदियो क्या मेरो बसन्तीले दुलो काटी छिरेर बिहिबारे हटिया बबाल पहिला त खत्रै लाग्थ्यो अहिले त राई माइलाले गाउँ छोड्यो भने जस्तै भइरहेछ बिहिबारे हटिया पनि घर आइयो अर्को मिसनतिर लाग्यो अब दाजुभाइ फेरि अब के काट्नुपर्ने भयो अरे जाम काट्नु लाइने हो है त साथीभाइहरू त्यस्तो पनि फेरि घर आएपछि उडिन्छ नि उडिन्छ गुडेको मात्र देख्नुहुन्छ तपाईँहरू हामी उड्छौँ भने फेरि आमोय हामी हिँडेको बुनुहरूलाई म पठाइदिन्छु कहाँ छ दोकान है ल काबो कहाँ छ दोकान है भाइ ल अब हामी त निस्क्यौँ है हो त हटाउनु हो त यता हो त्यो त त्यतै राख्नु फेरि यो वायरलाई याद गर्नु वायर काटिदिनु ओके सर 3000मा 1 फुट कम पाएँ यतिमा ठ्याक्कै तपाईँको हाम्रो 2090 सेन्टीको 59 सेन्टीमा ठ्याक्कै बराबर हिँड्यो होइन बराबर निकाल्छ अहिले तपाईँको त्यहाँ गाडी यस्तो फलो बोक्ने गाडी हस्पिटल मिल्दैन होइन त्यो एउटा हाम्रो त सधैँ त्यो गरिराख्ने यहाँ एउटा अङ्कललाई म भनिदिन्छु एउटाबाट तपाईँको 5 वटा झिक्नु एउटाबाट 5 होइन त्यसरी नै गर्दा सजिलो हुन्छ क्या फेरि पछि त्यो तिनवटा 3 पिसलाई जोडिराख्नु एउटाले त्यो तिनटालाई जोड्नु तर सानो चाहिँ 5 सानो चाहिँ म तपाईँलाई एउटा बाबतबाट 5 वटा निकाल्नुहुन्छ है हजुर मलाई फोन गर्नु हुन्छ 5 या 15 वटा मात्र निस्किनु पर्यो हुन्छ पर्फेक्ट त्यो भनिहालिस् क्या बिचार यस्तो गर्दै जानु तपाईँ बिस्तारै माथि जस्तो गर्दै जान्छ 3000 जुन गरायो क्या असरा सुम्रा तपाईँको तानेर यता लाउनु 15 पिस लोनमा त नमै यो हामीले नाप्दा कति पनि निस्केको थियो दाजु यो पनि सेम साइजकै छ होइन ठुलो जस्तै सेम साइजकै होइन यसलाई त फेरि 5 फुट हान्नु पर्यो नि त फेरि त्यो 5 फुट निकाल्दा पनि सबै बराबर हुँदैन दाजु यो सानोदेखि चाहिँ होइन भेनाले आएर यो 5 पिस निकालिदिनु भन्नुभयो होइन अनि 120 सेन्टीको निस्किँदैछ काटिदिनु त्यतिमै काटिदिँदा हुन्छ है त्यो दाजु अनि लास्टमा गएर एउटा चाहिँ त्यो 2 सेन्टी कम निस्किन्छ 120 को 4टा निस्केर एउटा चाहिँ 2 सेन्टी कम निस्किन्छ हुन्छ होला ए हुन्छ हुन्छ यस्तो छ है साथीभाइहरू फेरि कामा उन्नी गएको बेतला दाजु
भइसक्यो टायर आइपुग्नु भएन है त्यो रड पनि तिनवटा चारवटा त्यहाँ छ त्यसलाई पनि टुक्रा पार्नु रड खोइ रड त मेरो छैन त अनि त्यहाँ भित्र त्यहाँ टुक्रा पारेर राख्नु भएको छ होला दाजु त्यो कुन यो 10 को रड हो यहाँ 10 को छ कति यहाँ पिस बनाएर राखिराख्नु भइरहेछ हजुर पिस बनाएर राख्नु भएको खै त भेनाल चाहिँ भन्नुहुँदै थियो काम सकियो है साथीभाइहरू के लाग्यो भन्नुहुँदै थियो यस्तो चल्छ त्यो समय गाडी पनि नराम्रो है। बनाइदिनु भन्नुहुँदै थियो अब आए जति भ्याए जति साथीहरू भेना त है? मलाई अनि भने हस्? गाडी बोलाउनु भन्नुहुँदै थियो अब ए नत्र दाइहरू आउनु लाग्नु पऱ्यो ए हुन्छ ल साथीभाइहरू कामहरू यस्तै यस्तै हो होइन मेरो स्यामसङ फोन चार्जमा लगाइदिस्यो भनेको होइन काट हुन्छ हे! ल टक्क अब चाहिँ साथीभाइहरू सब्जी बनाउनुतिर लाग्यो ल बजारदेखि यसो कामसाम सकेर गर्मी चाहिँ अत्याधिक छ है मेरो भाडा बुढीहरूलाई आज म मेरो हातको सब्जी खुवाउनु पर्ने भयो अरे तपाईँहरू पनि खानुहुने भने भन्नु है हामी फेरि स्पेसल कुक गरिदिन्छौँ नि होइन बुनु तँको आधा आधा छोटोसँग घरमा कामहरू हुँदैन भन्नुहुन्छ है देखिँदैन जस्तो देखिन्छ नि होइन साथीभाइहरू तर मरत काम हुन्छ नि फेरि काम चाहिँ देखिँदैन होइन घरको तर काम कहिले सकिँदैन त स्पेसल आज म मेरो भाडा बुढीहरूलाई खुवाइदिनु पर्ने हो अरे हुन स्पेसल चाहिँ के खाइसिनु यो उता तल लगेर चिकनमा लगाउनु यो पनि वास गर्नु उखु पठाउनु
ไม่ทำดูได้ตอนนี้ตกอยู่ตรงหู फ्रिजमा आमाโอ้ตัวยังไงยกไหนการนั้นเอาเงี้ยทำไปเงี้ยต้องนี่เห็นเป็นยาข้างยกเงี้ย कहाँ हो ตัวนี้มันจะทำผล मैले ल्याइदिएँ त नानालाई ना ตัวข้า फुद्दुङको अपिन्छ र बिजुली बलेको होला नै जाने कुकाली गर्मीको त के कुरा गर्नु है साथीभाइहरू गर्मीको त अब मम्मी चाहिँ दिन्छु ल पिसे काट्नु हे सुई अनजान बाटो तिम्रै साइरा तिम्रै हो मात्र साइरा पर्खाएकी छिन् आँसु बगेर जान्छ गाई जाति लुगाइहरू हेलो नमस्ते मेरो नाम अनि म सोना राई नै हो देवको कुक तपाईँलाई कस्तो लाग्छ अरे एकदम मिठो भएपछि त काकी त हुन्छ काकीको कुरा चाहिँ नगर्छु ल फेरि यहाँ काका भतिजको कुरा हुँदाखेरि पकाउनु अनि अरू के लाग्छ बुनु तपाईँले चाहिँ कहिले बनाएर खुवाइसिन्ने हामीले खाना बनाएर खुवाउनु पनि तपाईँलाई कमाएपछि खुवाउनु पर्छ र अनि यत्रोदेखि कति ठुलो हुनु यत्रोमा पकाउनु सकिन्छ त अब तपाईँ जत्रो भएपछि नि हजुर अब तपाईँ भए जत्रो नि म जत्रो भइसक्नु भयो त अनि वाट यु वान्ट यस्तै छ साथीहरू गर्मी चाहिँ हाम्रोतिर लास्टै छ है गर्मीको त पुरै छोडिदिनु बबालै छ ढल्क्यो तिनीहरू तर कोठामा सुत्छ अरे है आमा डल्ली र बुनु आमा डर लाग्दैन म त डर लाग्छ के डर लाग्छ बत्ती बालेर सुतेपछि के को डर लाग्छ हौ कति भन्नुभएको दे लाइटर कहाँ राख्नुभयो बुनु तपाईँले यहाँ सानो कति भन्नुभएको आमा अहिले काकाले ए डर लाग्छ के को डर हौ दालो छे दाल के गर्नु भन्छ राम दालो धानो मध्ये तिम्रै आका लिएको देम कहाँको दाल आमा खानु छ र अनि तर कुनै डर लाग्दैन हामी आमा डर त्यहाँ दे माथिपट्टि सुत्नु त अनि बुनु ओ लसुन के लाउनु त 2-4 डल्ला ऊ खाइसिन्ने दाल खाइसिन्ने भने दाल त लसुनमा त कतिले खादिन नि म ए भयो अनि बिबाउती एलिस पुग्छ आमा चिन्ने बोक्ताहरू पकाउँदा तालो नाना बोको बच्चाहरू सरीको कुना बिबाउती एलिस पुग्छ खै हो तर छ बट कस्तो लाग्छ तपाईँलाई एकदम मिठो देव राम्रो कतिको मिठो बनाएर एकदम मिठो देव शुभ दिन शुभ प्रभात साथीहरू ल हाम्रो चाहिँ बिहान भइसक्यो सबैजनालाई शुभ बिहानी अनि फेरि पनि स्वागत गर्न चाहे अर्को मेरो यो भिडियोमा आज बिहानै बिहानै यो यसरी टाउको लगाएर आँखाहरू रातो बनाएर किन उठेको भन्दा आज श्रावण 15 हो ह्याप्पी श्रावण 15 सम्पूर्ण तपाईँहरूलाई पनि अनि श्रावण 15 मा के बन्छ भन्दाखेरि के खाइन्छ भन्ने कुरा तपाईँहरूलाई अवगत नै होला त्यही भएर म चाहिँ अब टक्क एउटा हात्ती बोकेर आमाले प्लास्टिक झोला
म अब हिँडेको कहाँ हिँडेको भन्दा म बजार हिँडेको। अब राम्रो साथन वाकन आजको दिनचर्या कसरी चल्छ कसरी बित्छ म देखाउँछु है तपाईँहरूलाई। स्वागत गर्दै स्वागत वेलकम किरात वेलकम हाई फाई यहाँ 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 थ्याङ्क यू। म यहाँ खासमा के को लागि आएको भन्दा डबल टेपको लागि। ल स्वागत छ है तपाईँहरूलाई फेरि पनि मेरो अर्को भिडियोमा। जामै त बजार सबै मिलेर नानाहरूलाई के ल्याइदिनु पर्छ भनेर उठाउनु खोजेको। आनन्द आनन्द भूमकाजी तपाईँहरूलाई के ल्याइदिनु पर्छ? तपाईँलाई दुध के ल्याइदिनु पर्छ? आनन्द आनन्द उठ पर्दैन होइन आनन्द उठ उठ। यिनीहरू अनि यो मासु हड्डीहरू मिलाएर होइन म नटिप्नु। पाका 600को भनिदिनु त 600को 1 किलो केजीको 600 हो त बिहानै दुधै सकेछ नि त साथीभाइहरू डेरीमा त। साउन 15मा खिर आइदिनु भनेर हिजै भनेर गएको दुध मामाले भान्सालाई पत्याएन केही छैन। साथीभाइहरू हो आमाले भान्सालाई नपत्याएकै हो त के हो भन्नु त। दुधको लागि पनि यस्तो भिड यस्तो बस्नुपर्ने गाह्रो छ गाह्रो छ। मामा हामीले दुध पाइन्छ कि पाइँदैन होला हौ? हिजो अस्ति आएर सुन्नु भएको आज म कति बासामा पोल्थेँ भान्डा छ कति लानुहुन्छ आज अब हामी पसले होइन दिने चाहिने होइन खास बेला चाहिने त हो लागेर नपुग्ने भन्दैछौँ। दुधै नपाइएर जस्तो छ साथीभाइहरू। अब के हो यस्तो 1 देखि 2 मात्र भन्नुहुन्छ त मामा त के हो खिर बनाएर खाइदिउँ असार 15मा भनेको त। साथीभाइहरू कुरा त कडा आयो त 1 देखि 2 मात्र अरे त लगेर जानुपर्छ त्यही भयो। यस्तै हुन्छ क्या श्रावण 15मा यस्तो छ है मेरो भाडाबुढीहरूको उनीहरूको कन्डिसन चाहिँ। हामी चाहिँ यहाँ नानाकोमा निस्केको। ह्याप्पी श्रावण 15।
सबै सम्पूर्णलाई सबैजनालाई खिर मजाले खानु होला है। दुध लिनु गएको आज पाइएन खिर त श्रावण 15 हो त्यति भए भइहाल्यो त हजुर ओ हिजो भनेर आएको झन् हिजो भनेर दुध लिनु गएको आमामा दुधै राखिदिएन छ कहाँ खिर चामनी त न कसरीमा श्रावण 15 को तपाईहरूलाई ढेर 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 शुभकामना अनि आज खिर खाने दिन नाना थ्याङ्क यू गरिदिन्छु न अनि चिया पिलाउनु हुने कि हेर्न नत्र हामी त झऱ्यौँ पो है सानो थ्याङ्क यू गरिदिन्छु न थ्याङ्क यू माया गरिदिन्छु त यहाँ गड कति मिठो अति मिठो ह्याप्पी श्रावण 15 भन्दैछु ह्याप्पी श्रावण 15 शुभ शुभ देम ढुक्कै शुभ देम ढुक्कै मरना असप होङ्नेमै भूषण मामाको भ्लगमा केही नभन्दैछन् नि लु भन्दैछु What do you want to share? Share something. लु भन्छ त लु अहिले फ्रेस भएको छैन अहिले नभनी सुन्ने हामी चाहिँ यता सुन्ने काका भतिज कता आएको हामी यहाँ पनि माया गर्दैछु यहाँ यहाँ हो यहाँ गर्दैछु हामी त खिर पाइएन अब यो दुधमै चाहिँ दुध चियामै चित्त बुझाम है शुभ 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 आमामा भूषण त श्रावण 15 नानाको हातको चिया खाएर अब झर्ने हामी चिया पिएर सरी खाएर झन् झनै आमाको हातको जस्तो छ तिम्रो तल चिया यस्तो हुनु पर्यो नि भक लाग्ने उमालेको सोचेको मेरो यता यो 20 मिनट पकाएको चिया आमाको हातको जे जस्तो भए पनि भक्लको उमालेको भए पनि तपाईँको भन्दा मिठो हुन्छ ल साथीहरू चिया पिउँ ल श्रावण 15 मा ज्ञानु भन्दैछु त देव भन्दा त भाइ देव भन देव भन्दैछु त सानो देव भन्दैछु त देव भन्दैछु त साथीले अनि हामी नजाऊँ क्या तपाईँलाई लगेपछि सोनिया फुपूलाई लानु परेन बुनु ज्ञानु भन्दै थियो जस्तो सानो हामी तिनजना मात्रै बोलाउँछ सुने फुपूलाई ज्ञानु ज्ञानु देव सुने फुपू कति घुम्टाउनु भएको छ थ्याङ्क यू देव तपाईँ हिजो सुने कुरा भयो जानु बजार कता बजार त किरातीसँग पो त अनि एकछिन गएको त है रात घरमा पनि मजाले बसेको हुनुभयो ज्ञानु भन्दैछु त हाँ गर्दैछु बुम 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 हामी नजानु क्या ऊ बुमका फुपूहरू जानु हुने भन्नुहुँदैछ पुगेर आउनुहुन्छ त हामी किन जानु जानु अनि भरे बेलुका आइपुग्यो आइसिन्नुहुन्छ अरे किन जानु पर्यो आमा जाने भन्नुहुँदैथियो र म गर्दैछु होइन सानो बाई बाई गर्दैछु सानो हातले पनि माया पनि गर्दैछु अझै फेरि गुड हेलो गाइस भन्नु हेलो गाइस गर्दैछु फेरि भन्दैछु हजुर गर्दैछु हजुर
हजुर गर्दैछु यो बाइकको के भएको छ अझै छैन नि हावै छैन अनि